हेलो हेलो गाइज यो भिडियो एउटा बनाउँदैछु है। ब्लग त होइन, म ब्लग बनाउन आउँदैन, टाइम पनि छैन मसँग। म ड्युटीबाट आउने टाइममा क्रममा चाहिँ एउटा आज चाहिँ यसो यता कतातिर एउटा टाढा यसो अलिकति अनौठो पनि लाग्यो, अलिक भोर लाग्यो। त्यसैले मोबाइल पनि हातमै थियो है, गीत बजाउँदै म्युजिक बजाउँदै आइरहेको थियो। ल एउटा पिक्चर भिडियो बनाऊ न त भनेर भिडियो बनाएर आउँदै भिडियो बनाउँदै आएको है। तपाईँहरू माझमा पनि यो भिडियो प्रस्ताव राखौँ, हेर्न सक्नुहुन्छ दर्शकहरूले, हाम्रो दर्शकहरू पनि हेर्न सक्नुहुन्छ। केही शब्द पनि म राख्न चाहन्छु भनेर चाहिँ मैले यो भिडियो बनाएको। खासै राम्रो पनि छैन, राम्रो बनाउन नै आउँदैन। त्यही हो, तपाईँहरूले माझ यो भिडियो आउँछ, तपाईँहरूले साथ सपोर्ट गर्नु पऱ्यो। यो ड्युटीबाट आउने क्रममा चाहिँ मैले बनाएको हो। ड्युटीबाट आउने क्रममा बनाएको भिडियो अब खासै के भन्छ, टाइम मिलेको थिएन अब भ्लगहरू बनाउन, भिडियोहरू बनाउन होइन। ड्युटीबाट आउने जाने गर्दा त अब बेलुका रुममा आइपुग्दा त 8-9 बज्छ। 8-9 बज्दाखेरि टाइम पनि छैन है, भिडियो बनाउन टाइम पनि पुग्दैन। त्यसैले म आज रुममा फर्किने क्रममा नै भिडियो बनाएर आएको। तपाईँहरू माझमा केही शब्द पनि राखौँ, केही शब्द पिक्चरहरू पनि देखाउँ भनेर सम्पूर्ण माझमा त्यसैले यो भिडियो, यो पिक्चर, यो दृश्यहरू ल्याएर आउँदैछु। त्यसैले फेरि पनि आउँछ नि, तर यो के भयो भने अब टाइम मिल्दैन है। टाइम नमिलेको कारणले नै मैले भिडियोहरू नबनाएको। ब्लग त खासै बनाउन आउँदैन, अलिअलि दृश्यहरूको पिक्चर राख्न आउँछ। त्यही हो, अब टाइम पनि मिल्दैन हामीसँग होइन। अब त्यसैले नै अलिकति भिडियोहरू बनाउन समय पुग्दैन, मिल्दैन भनौँ। अब त्यस्तै कारणले नै नबनाएको हो मैले, त्यसैले नबनाएको हो। अब नत्र त भिडियो बनाउने मन त सोच्दा थियो, तपाईँहरू माझमा नयाँ नयाँ भिडियोहरू ल्याउने मन थियो, सोच थियो। हरेक अब सोचेको जस्तो केही पनि हुँदैन, जति सोच्यो त्यति कहाँ सबै मिल्छ पाउँछ भन्ने छैन। मैले अब ल्याउने यति नै हो, पछि फेरि पछिको लागि चाहिँ अलिक लामो ल्याउँछु है। अहिलेको चाहिँ अब सबैले साथ सपोर्ट सेयर गरिदिनु, अहिलेको लागि चाहिँ यति नै है। बिदा, बाई बाई गाइज।